सम्पूर्णमा नमस्कार। ड्रोन हस्पिटल नेपालको नयाँ भिडियोमा यहाँलाई स्वागत छ। आज हामी यस भिडियोमा ड्रोन युजरहरूले गर्ने कमन क्वेसन्स र ड्रोनमा आउने कमन प्रब्लम्सहरूको बारेमा जान्न गइरहेको छौँ। आज हामीसँग हुनुहुन्छ ड्रोन हस्पिटल नेपालका सिनियर टेक्निसियन र इन्जिनियर विवेक सापकोटा। स्वागत छ यहाँलाई। नमस्ते। हाम्रो ड्रोन युजरहरूले गर्ने कमन क्वेसनमा फर्स्ट क्वेसन के परिरहेको छ भन्दाखेरि युजली ड्रोन हस्पिटल नेपालमा चाहिँ कस्ता कस्ता केसहरू सल्भ भइरहेको छ, ड्रोन हस्पिटल नेपालमा कस्ता कस्ता केस आएर ड्रोन हस्पिटल नेपालमा आएका युजरहरूले चाहिँ सेटिस्फ्याक्सन पाएका छन् कि छैनन् र ड्रोन हस्पिटल नेपालमा कस्ता प्रब्लमहरू आइरहेको छ विवेकजी? हामीले चाहिँ अहिले डिजिआईको प्रोडक्ट्सहरूमा चाहिँ वर्क गरिरहेका छौँ। हजुर। र मेनली चाहिँ ड्रोनमा नै हामी चाहिँ फोकस बढी छौँ। हजुर। र ड्रोनको केसहरू हेर्दाखेरि चाहिँ यसमा मल्टिपल इस्युहरू चाहिँ आइराखेको हुन्छ होइन। अब एउटा क्र्यास भइसकेपछि यो मात्रै आउला अथवा अर्को केस आउला भन्ने मात्रै हुँदैन। यसमा केसहरू फ्रिक्वेन्ट हुन्छ। जस्तै यसमा गिम्बलहरू हुन्छ, बडीहरू हुन्छ, मदरबोर्डहरू हुन्छ, भिजन सेन्सरहरू हुन्छ होइन। यसमा अब डिफ्रेन्ट खालको इस्युहरू आइराखेको हुन्छ। स्ट्राइक कस्तो खालको भएको छ, क्र्यास डिपेन्डिङ अपन क्र्यासमा चाहिँ भर पर्छ। हजुर। अनि अर्को सेकेन्ड क्वेसन के रहेको छ भन्दाखेरि हामीले प्रिभियसली बनाएको ड्रोन सर्भिसिङ रिलेटेड भिडियोमा चाहिँ म्याक्सिमम युजरहरूको कमेन्ट के छ भन्दाखेरि ड्रोन त हामीले किन्यौँ, ड्रोन उडाइरहेको छौँ, तर ड्रोन सर्भिस चाहिँ कति टाइममा गर्ने अथवा कति फ्लाइट आवर पुगेपछि गर्ने भन्ने क्वेरिज आएको छ। यसमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? यस्तो छ, अब यो चाहिँ सर्भिसिङ भन्ने कुरा चाहिँ ड्रोनलाई एकदमै इसेन्सियल कुरा हो होइन। एकदम गर्नै पर्ने महत्त्वपूर्ण प्यारामिटरै मान्छौँ हामी चाहिँ। यो चाहिँ के छ भन्दाखेरि हामी कतिको चाहिँ फ्रिक्वेन्ट युजर हो, हामीले कतिको चाहिँ फ्रिक्वेन्ट ड्रोनहरू उडाइराखेका छौँ त्यसमा भर पर्छ। अब एकदम फ्रिक्वेन्ट युजरहरू हुनुहुन्छ भने चाहिँ नर्मल्ली उहाँहरूले चाहिँ 6 to 8 मन्थ्समा चाहिँ सर्भिसिङ गर्न हामी चाहिँ रिकमेन्ड गर्छौँ। किनभने भित्रपट्टि थर्मल पेस्टहरू लगाएको हुन्छ हिटलाई चाहिँ डिसिपिजेट गर्नको लागि। र होइन हामी नर्मल एउटा हबीको लागि उडाइराखेको छौँ र त्यति खासै फ्रिक्वेन्ट युजर होइनौँ भने पनि हामीले चाहिँ 1 देखि 1.5 वर्षको ड्युरेसनमा चाहिँ सर्भिसिङ गर्न आवश्यक छ। अर्को क्वेसन के आएको छ भन्दाखेरि जुन एकचोटि क्र्यास गरिसकेका हुन्छन् ड्रोन युजरहरूले, ड्रोन चाहिँ एकचोटि क्र्यास भइसकेपछि प्रोपेलरमा सानो डेन्ट आउनु अथवा प्रोपेलर क्र्याक हुनु अथवा सानो पार्ट प्रोपेलरको निस्किनु, त्यही प्रोपेलर चाहिँ ब्याक टु ब्याक फेरि फ्लाइट गर्दाखेरि युज गर्दा चाहिँ कतिको रिस्की हुन्छ फ्लाइट अथवा ड्रोन क्र्यास हुने रिस्क कतिको हुन्छ विवेकजी? ड्रोनको ओभरअल पर्फर्मेन्सलाई चाहिँ नि राम्रो गर्नको लागि अथवा गुड गर्नको लागि चाहिँ नि प्रोपेलरले चाहिँ एकदम भाइटल रोल खेलिराखेको हुन्छ होइन। र नट ओन्ली द्याट पर्फर्मेन्स मात्रै भनिने कि जुन हामीले खिचिरहेको फुटेजहरू हुन्छ, फुटेजहरूलाई जुन स्टेबल बनाउनु पर्ने हुन्छ यसमा चाहिँ नि प्रोपेलरले एकदम ठुलो रोल खेलेको हुन्छ। र अर्को हाम्रो ड्रोनलाई पनि एरियलमा चाहिँ सस्टेन गरेर राख्नको लागि चाहिँ प्रोपेलरले एकदमै ठुलो रोल खेलेको हुन्छ। र त्यसको लागि चाहिँ हामीले सानोतिनो स्क्रैचेस, डेन्ट्सहरू, क्र्याक्सहरूलाई चाहिँ इग्नोर गर्न हुँदैन। त्यस्तो चिजहरूले ड्रोनलाई ठुलो दुर्घटना हुनबाट बचाउन सक्छ। अनि अर्को क्वेसन के रहेको छ भन्दाखेरि जुन डिजिआईले आफ्नो सिस्टममा दिएको जुन क्यालिब्रेसन सेटिङ रहेको छ, मैले बुझेअनुसार 2टा क्यालिब्रेसन सेटिङ दिएको छ डिजिआईले, त्यसको काम चाहिँ के हो र त्यसको मेन गर्नुपर्ने त्यसलाई ड्रोन क्यालिब्रेट गर्नुपर्ने चाहिँ कुन टाइम फ्रेममा अथवा कुन लोकेसनमा अथवा कति टाइम पिरियडमा चाहिँ ड्रोनलाई क्यालिब्रेट गर्नुपर्ने हुन्छ विवेकजी? नर्मल्ली डिजिआईले चाहिँ हामीलाई भित्र उसको सिस्टममा चाहिँ 2 थरी क्यालिब्रेसनको अप्सन दिएको हुन्छ। एउटा आइएमयू र कम्पास क्यालिब्रेसन भनेर अप्सन 2टा दिएको हुन्छ। र यो 2टाले चाहिँ एकदम ड्रोनलाई चाहिँ स्टेबल राख्नलाई एकदम ठुलो रोल खेलेको हुन्छ होइन। यसमा चाहिँ के हुन्छ, आइएमयू सेन्सर र कम्पास सेन्सरले चाहिँ के गरिरहेको हुन्छ, हाम्रो फ्लाइटलाई स्मुथ गर्नको लागि र फ्लाइट पर्फर्मेन्स पनि इन्क्रिज गर्नको लागि चाहिँ यो 2टा सेन्सरले चाहिँ ठुलो रोल खेलेको हुन्छ। र यो चाहिँ हामीले कस्तो कस्तो केसमा चाहिँ क्यालिब्रेसन गर्नुपर्छ भन्दाखेरि हामीले सी लेभल रिजनहरू चाहिँ चेन्ज भएको केसमा चाहिँ नि यसलाई चाहिँ क्यालिब्रेसन गर्नुपर्ने हुन्छ। जस्तै हामी नर्मल्ली एउटा ठाउँमा आफ्नो घर वरिपरि ड्रोन उडाइराखेको छौँ भने त्यहाँ हामीले क्यालिब्रेसन गरिराख्नुपर्ने जरुरत हुँदैन। र अब हामी चाहिँ लोकेसन चेन्ज गरेर कतै घुम्न गयौँ, डाँडाकाँडातिर घुम्न गयौँ भने त्यहाँनिर अल्टिट्युड रिजनहरू चेन्ज भएको कारणले गर्दाखेरि यो सेटिङहरू र यो क्यालिब्रेसनहरू चाहिँ गर्न आवश्यक छ है। र यस्तोबाट चाहिँ के पनि हुन्छ, हाम्रो ड्रोन हामीले ओभरअल भनेको ड्रोनलाई जोगाउने हो, ड्रोनलाई चाहिँ क्र्यास हुनबाट सेफ पार्ने हो। र त्यो गर्नको लागि चाहिँ एउटा क्यालिब्रेसनले पनि ठुलो रोल खेलेको हुन्छ। अर्को क्वेसन के रहेको छ भन्दाखेरि जुन डिजिआईले दिएको जिपिएस सेटिङ, त्यो चाहिँ अब जिपिएस
कति आइरहेछ ड्रोनमा, जिपिएस मजाले कनेक्ट भएको छ कि छैन, त्यो जिपिएस लो कनेक्ट भएको बेला चाहिँ ड्रोन उड्छ या उड्दैन, अथवा ड्रोन उडिहाल्यो भने पनि के कस्ता रिस्कहरू आउन सक्छ, के कस्ता प्रब्लमहरू आउन सक्छ जिपिएसको कारणले, विवेकजी? अहिलेको मोडर्न ड्रोन्सहरूमा त जिपिएसको सिस्टम भएन भने त उनीहरूले टेक अफै लिँदैन होइन। र जिपिएसको फाइदाहरूको कुरा गर्दाखेरि चाहिँ यसको धेरै फाइदाहरू छ। जस्तै एउटा फाइदा भनेको लस्ट कनेक्सन। हामीले ड्रोन उडाइराखेका थियौँ, सर्टेन अफ मिटरमा गइसकेपछि हाम्रो ड्रोन डिस्कनेक्ट भयो भने त्यस्तो केसमा चाहिँ रिटर्न टु होम फिचर एक्टिभ गर्नको लागि जिपिएसको काम हुन्छ। र अर्को ड्रोन कहाँ छ भन्ने कुरा पनि हामीले ट्र्याक गर्नको लागि चाहिँ जिपिएसले हेल्प गर्छ। र अर्को थर्ड पोइन्ट भनेको चाहिँ हाम्रो ड्रोन यदि केही गरी कतै गएर हरायो, क्र्यास भयो भने चाहिँ त्यो क्र्यास भएको डेस्टिनेसनसम्म पुग्नलाई पनि जिपिएसले ठुलो रोल खेल्छ। र नट ओन्ली द्याट है, हाम्रो ड्रोनलाई चाहिँ स्टेबल राख्नलाई र मैले भनिहालेँ पर्फर्मेन्स स्मुथ गर्नको लागि पनि जिपिएसले चाहिँ ठुलो रोल खेल्छ। अर्को क्वेसन के आएको छ भन्दाखेरि म्याक्सिमम ड्रोन युजरहरूले जुन बजारमा पाइने ब्याट्रीहरू हुन्छ अथवा डिजिआईका नन अथेन्टिक चार्जरहरू हुन्छ, त्यस्तो युज गर्नाले चाहिँ ड्रोनमा कस्ता कस्ता खालका समस्या देखिन सक्छ, अथवा ब्याट्रीमा स्पेसली सिन्स वी आर टकिङ अबाउट चार्जर, ब्याट्रीमा चाहिँ कस्तो समस्या देखिन सक्छ भन्ने क्वेसन आएको छ। के छ विवेकजी यसमा, जुन युजरहरूले अथेन्टिक चार्जर अथवा अथेन्टिक ब्याट्रीहरू युज नगरिदिँदा चाहिँ ड्रोनमा कस्ता कस्ता प्रब्लम आउन सक्छ? मेन भनेको तपाईँको ब्याट्रीले चाहिँ कतिको रेटेड पावर आउटपुट दिन्छ भन्ने कुरा हो है। जेन्युन ब्याट्रीले चाहिँ उनीहरूको आफ्नै इन्जिनियरिङ हुन्छ होइन, उनीहरूको आफ्नो डिभाइसलाई कसरी चलाउने भन्ने आफ्नै रेटेड आउटपुट हुन्छ। त्यो चाहिँ थर्ड पार्टी ब्याट्रीहरूले चाहिँ प्रोभाइड गर्न सक्दैन है त्यो, किनभने त्यसमा त्यही अनुसारको इन्जिनियरिङ भएको हुँदैन। र अर्को भनेको हामीले के पनि देखिरहेको हुन्छौँ भन्दाखेरि क्लाइन्टहरूले चाहिँ म्याक्सिमम क्वेरिज के गरिरहनु भएको हुन्छ, थर्ड पार्टी ब्याट्रीहरूले ब्याकअप पनि राम्रो दिइराखेको हुँदैन। अब नर्मल्ली ब्याट्रीले जेन्युन ब्याट्रीले चाहिँ 30 मिनट्स 35 मिनट्स नर्मल फ्लाइट टाइम दिइरहेछ भने आफ्टर मार्केट ब्याट्री चार्जरहरूको युज गर्दाखेरि चाहिँ ड्रोनको पर्फर्मेन्स पनि घटिरहेको हुन्छ र ब्याकअप पनि 20 मिनट्स 25 मिनट्स त्यस्तो दिइराखेको हुन्छ। र भित्रपट्टिको अर्को भनेको फेलियर्सहरू पनि हुनसक्छ, इलेक्ट्रोनिक फेलियरहरू गर्न सक्छ थर्ड पार्टी प्रोडक्ट्सहरूले होइन। र यस्तै यस्तै कुराहरूबाट जोगाउनको लागि चाहिँ जेन्युन प्रोडक्ट्सहरू चाहिँ डिजिआईकै युज गर्न चाहिँ हामी रिकमेन्ड गर्छौँ। अर्को क्वेसन के आएको छ भन्दाखेरि बेसिकली सिन्स वी आर इन नेपाल, हाम्रो म्याक्सिमम ड्रोन युजरहरूको केस चाहिँ के भएको छ भन्दाखेरि क्र्यास हुँदा चाहिँ ड्रोन गएर पोखरीमा खस्ने अथवा वाटर ड्यामेज हुने केसेसहरू चाहिँ म्याक्सिमम आइरहेको छ। यो वाटर ड्यामेज भयो अथवा ड्रोन इनकेस पोखरीमा खस्यो अथवा खोला कतै खस्यो, वाटर ड्यामेज भयो भने चाहिँ त्यसमा गर्नुपर्ने मेन फर्स्ट एड ड्रोनलाई दिनुपर्ने चाहिँ के हुन जान्छ विवेकजी? हामीले ड्रोनलाई चाहिँ अब खसिहाल्यो भन्ने बित्तिकै अब पोखरीमा हाम फालेर पनि भएन होइन, अब त्यसलाई चाहिँ सकेसम्म चाँडो निकालेर के गर्दा चाहिँ ड्रोन रिकभर हुने चान्स एकदमै बढी हुन्छ विवेकजी? पानीमा अथवा पोखरी खोलातिर झरेपछि एउटा त ड्रोनमा केही इस्यु त आइ नै हाल्छ है, त्यसमा त दुई मत नै छैन। र झरिसकेपछि मेन भनेको त हामीले ड्रोन यदि भेटाइहाल्यौँ भने चाहिँ त्यसको मेन पहिला सुरु गर्नुपर्ने काम भनेको चाहिँ हामीले त्यसको ब्याट्रीलाई चाहिँ डिट्याच गरिहाल्नुपर्छ होइन। त्यो गरिसकेपछि त्यसपछिको फर्दर प्रोसेस भनेको हजुरहरूले चाहिँ नजिकै रहेको सर्भिस सेन्टर अथवा हामी ड्रोन हस्पिटल नेपाललाई चाहिँ सम्झेर त्यो ड्रोन पठाएपछि हामीले अरू फिजिकल इन्सपेक्ट गरेर त्योभित्र भएको मोइस्चरहरूलाई चाहिँ सफा गरेर हुन्छ, कसरी हुन्छ त्यसलाई चाहिँ हामी फर्दर रिपेयरिङ प्रोसेसमा अगाडि बढ्न सकिन्छ। र वाटर ड्यामेज केसहरूको हामीले चाहिँ रिजल्टहरू हेर्दाखेरि यसको रिपेयर हुने चान्स पनि 50-50 हुन्छ। त्यो भएको भएर चाहिँ नि क्लाइन्टहरूले चाहिँ पोखरीतिर कतै पानीतिर झरिसकेको ड्रोनहरूमा ब्याट्री फेरि लगाएर पुनः चलाउन ट्राई गर्नुभयो भने चाहिँ त्यसको लाइफ अझै घट्न सक्ने चान्सेस चाहिँ एकदम बढी छ। र मैले भनिहालेँ रिपेयरको लागि चाहिँ हामीले त्यो फिजिकल्ली इन्सपेक्ट नगरेसम्म चाहिँ यो नै हुन्छ भनेर चाहिँ हामीले अहिले नै भन्न चाहिँ अप्ठ्यारो छ। यसै गरी क्वेसनहरू त सकिहाल्यो विवेकजी। अब मैले यस भिडियोमा दिन खोजेको चाहिँ प्री फ्लाइट चेकलिस्ट अथवा प्री फ्लाइट टिप्सहरू चाहिँ तपाईँहरू के चाहिँ दिन सक्नुहुन्छ युजरहरूलाई? म्याक्सिमम युजरहरू चाहिँ अब ड्रोन उडाउन नजान्दै क्र्यास गरेका युजरहरू पनि धेरै आएका छन् ड्रोन हस्पिटल नेपालमा। अब प्री फ्लाइट चेकलिस्ट चाहिँ एउटा बेसिक चेकलिस्ट के हुन जान्छ ड्रोन उडाउनुभन्दा अगाडिको विवेकजी? हामीले पहिला सुरु एकदम
चेक गर्नुपर्ने कुरा भनेको चाहिँ प्रोपेलरको स्ट्याटस हो है। प्रोपेलर हामीले करेक्ट पोजिसनमा लगाएको छौँ कि छैनौँ त्यो हेर्नु पर्यो। प्रोपेलरहरूमा कतै स्क्रैचेस डेन्ट्सहरू छ कि छैन होइन, अथवा टुटफुट भएको छ कि छैन त्यो कुरालाई चेक गर्नु पर्यो। र त्यसपछि थर्ड कुरा भनेको मैले अघि भनिहालेँ, आइएमयू र कम्पासको पनि स्ट्याटस चेक गर्नुपर्छ। यदि हामी डिफ्रेन्ट रिजनमा डिफ्रेन्ट एल्टिट्युडमा गएर उडाइराखेका छौँ भने त्यहाँ गएर त्यो कुरालाई पनि हामीले क्यालिब्रेसन गर्नु पर्यो। र अर्को एकदम मोस्ट इम्पोर्टेन्ट भनेको जिपिएसको पनि हामीले चेक गर्नुपर्ने हुन्छ है। ड्रोन चाहिँ सेटेलाइटसँग कति कनेक्ट भएको छ, स्ट्रङली कनेक्टेड छ कि छैन, र अथवा कम विक छ त्यसको सिग्नलहरू त्यो चेक गर्नुपर्छ। र यही कुराहरू मेन हामीले फोकस गर्नुपर्ने। र हामी रेस्ट्रिक्टेड एरियातिर पनि छौँ कि छैनौँ त्यो पनि एउटा इम्पोर्टेन्ट कुरा हो है। एयरपोर्ट वरिपरि छौँ कि छैनौँ, नेसनल पार्क वरिपरि छौँ कि छैनौँ, र रेस्ट्रिक्टेड एरियाहरू छ है, त्यस्तो कुराहरूलाई चाहिँ हामीले पहिला सुरु मध्यनजर गरेर चाहिँ ड्रोन उडाउँदाखेरि फ्लाइट चाहिँ बेटर हुन्छ। धन्यवाद। यस्तै यस्तै कन्टेन्टको लागि तपाईँले फलो गर्न सक्नुहुन्छ ड्रोन हस्पिटल नेपाल। र यदि तपाईँको ड्रोनहरू बिग्रेको अथवा मेन्टेनेन्स गर्नुपर्ने छ भने पनि ड्रोन हस्पिटल नेपाललाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो कन्ट्याक्ट इन्फर्मेसन रहेको छ माथि स्क्रिनमा, र हामी अभाइलेबल छौँ टिकटक, इन्स्टाग्राम, फेसबुकमा पनि। र तपाईँहरूले हामीलाई वाट्सएपमा डिएम गर्नुहोस् अथवा फेसबुकमा डिएम गर्नुहोस्। तपाईँहरूको म्यासेज हामीले सकेसम्म टाइममै हेरेर तपाईँहरूलाई राम्रोभन्दा राम्रो गुणस्तरीय सर्भिसहरू दिइरहेको छौँ। धन्यवाद, नमस्कार।